Wow, यो अर्को धमाका थियो। हजुर कति वर्षको हुनुभयो? सबैजनाले जोरदार ताली बजाइदिनुहोस्। फेरि हाम्रो प्रतिभा यस्ता सुन्दर प्रतिभाहरू हामीले प्राप्त गरेका छौँ। हामीले सुदूर पश्चिममा प्राप्त गर्यौँ, धनगढीले प्राप्त गर्यौँ। यो प्रतिभा हाम्रो हो, सबैको हो र हामी सदैव सद्भाव प्रदान गर्छौँ। अब भने म जसलाई युवराजको यो युवराजी प्रस्तुतिलाई कसरी लिनु भएको छ? होइन क्या, अब यो जुनियर कम्पिटिसन बनाउनु पर्यो। हुँदै भएन। सबभन्दा धेरै ताली त जुनियरकोमै आउँछ नि। खत्रै जुनियरै नाचिरहेको छ यहाँ। के भन्ने भइसक्यो मैले। सकेसम्म ल म एउटा ट्राई गर्छु। म सकेसम्म 2-3 महिना हुन्छ कि 4 महिनाभित्र आई विल ट्राई माई बेस्ट। म एउटा जुनियर कम्पिटिसन यहीँ राख्छु। ताली बजाऊ, सबैजना जोरदार ताली बजाउनु होला। म त्यसमा न इन्ट्री फी लिन्छु न केही लिन्छु, त्यहाँ ट्यालेन्ट मात्रै बस्छ। त्यसमा म सकेसम्म रु 1 लाख प्राइज राख्नेछु। सो ग्रेट। यो ट्यालेन्ट हेर्दाखेरि हामीलाई पनि मेरो मात्रै डिसिजन त हुँदैन त्यो कम्पिटिसन यहाँ राख्ने, किनकि हामी सबै गर्ने कम्पिटिसन काठमाडौँमै गर्छौँ। तर हामी यहाँ पनि गर्छौँ। त्यति बेला म कम्पनीसँग जसरी कन्भिन्स गर्नुपर्ने म गर्छु, मेरो ठाउँबाट कसरी गर्नुपर्ने गर्छु। सकेसम्म म जति पनि अब जोस् हामी एउटा चुजन हुन्छ नि, 10 जनादेखि 15 जना मात्रै लिने कम्पिटिसन गराउनु जुनियरको। अनि फेयर जजमेन्ट सबैमा हुन्छ। आज पनि फेयर नै हुन्छ सबै चिज। मलाई केहीको उयो नै छैन होइन। यो जुनियरको गराउँछु। यो मेरो वर्ड्स भयो। यो वर्ड्स म खेर जान दिँदिनँ। म यो प्रमिस गर्छु गराउने छु। प्लस हाम्रो 15 जना जतिजना पनि नाच्छन् नि, उनीहरूलाई हाम्रो जिते पनि नजिते पनि उनीहरूलाई हाम्रो दक्ष स्वरूप, मेरो क्षमता अनुसार, मेरो क्षमता स्वरूप सबलाई 5,000 पनि म दिनेछु उनीहरूलाई। थ्याङ्क यू सो मच द प्यासन डान्स स्टुडियो। थ्याङ्क यू सो मच बोलाइदिनु भयो। धेरै धेरै धन्यवाद। यस्तो राम्रो ट्यालेन्ट हेर्नु भयो। धेरै धेरै धन्यवाद। अब बेसी म 3 देखि 4 महिना अथवा 5 महिनाभित्र चाहिँ यो मेरो वर्ड्स तपाईँहरूले लेखेर राख्नु, म पक्कै गर्छु। ओके, थ्याङ्क यू सो मच। थ्याङ्क यू। धेरै धन्यवाद दिन्छौँ।
हामी यो सुगौलो अवसर पनि फेरि हाम्रा यी प्रतिभाहरूले प्राप्त गर्नुहुनेछ। त्यसका लागि हामी सुजन सरका लागि जोरदार ताली बजाउँछौँ सबैले। धेरै धेरै धन्यवाद छ। र अब भने हामीसँग मात्र 2 जना प्रदेश